साथीहरु आज चाहिँ भने गुङ्गी खाएर गुङ्गी खाने योजना छ। यो पहिलो पटक हाम्रो पहिलो यहाँ साथीहरु सबै गुङ्गी खाने कसरी बनाउने के गर्ने भनेर यहाँ तपाईँहरूलाई देखाउँदैछु। ल हेर्नुहोस् नाचेको आज पकाउने योजना छ। खपेटामा रहेको छ माटोहरू दिन्छ ल्याउनु छिटो र त्यसपछि यसलाई काट्ने काम हुन्छ। काट्दाखेरि अगाडि र पछाडिको भाग काट्नुपर्ने हुन्छ भनेपछि चाहिँ हुनुपर्छ। अब हामीले चाहिँ यसलाई मजाले रगटेर सेतो बनाइयो। सेतो बनाउने क्रममा पछि त्यो सकेपछि यसलाई चाहिँ यस्तो गरिन्छ। यसको त्यो यसको माथिल्लो खपेटो त्यो छोप्ने खपेटो निकालिन्छ। यसरी खपेटो यसरी निकालिन्छ। खपेटो निकालिन्छ र यसको चुच्चो यसरी काट्नुपर्छ र यो भयो रेडी। यो चाहिँ पकाउनका रेडी भयो। यता चाहिँ बनाउन बाँकी छ। हेर्नुहोस् यसमा चाहिँ धेरै भिटामिन पाइन्छ भन्ने मान्छेको किंवदन्ती छ। त्यसले गर्दाखेरि चाहिँ यसलाई आज हामीले टेस्ट गर्दैछौँ कतिको चाहिँ तागत हुँदो रहेछ भन्ने कुरो आज थाहा पाइहाल्छ नि कतिको मान्छेले साँच्चै भनेको हो कि खालखालमा भनेको। हेर्नुहोस् आजको टेस्टको लागि यो भेराइटी बनाइँदैछ। बल्ल बल्ल केलायो। हेर्नुहोस् धेरै टाइम लाग्यो केलाउन पनि। केलाएर सफासँग केलाएर अब रेडी छ यहाँ पकाउनको लागि। यहाँ मसला पाक्दैछ। मसला पाक्दैछ यहाँ यसरी बनिसक्यो। यो चाहिँ धेरै क्लिन गरिसकेको। अब यसलाई चाहिँ बनाउनको लागि यहाँ मसलाहरू यहाँ पाक्दैछ। मसला चाहिँ मजाले पकाउनु पर्ने अरे। हेर्नुहोस् यस्तो छ। यो चाहिँ हाम्रो टेस्टी घुमी। ल हालेर पनि अब हाम्रो जुत्ता खाइसकेको मजाले पाक्दैछ। मजाले फ्राई हुँदैछ हाम्रो। ल हाम्रो यो डिस चाहिँ यहाँ चालु भयो। ल यो चाहिँ हाम्रो लोकल घुङ्गी। यहाँ चाहिँ केटाकेटीले खाँदैछन्। ल खाऊ ल यहाँ चाहिँ यस्तो छ। यो चाहिँ मेन हो। यहाँ यो मकैको ढिँडो यहाँ छ। मकैको ढिँडो यहाँ त अर्ग्यानिक। ल छर्लङ छर्लङ आवाज आउँछ। ल हेर्नुहोस् अब यो हामी चाहिँ खान जाँदैछौँ। ल खाऊ ल ल कस्तो छ? टेस्टी छ? यसको पनि यो प्र्याक्टिस हुन्छ क्या। प्र्याक्टिस खानेको। अब म टेस्ट गर्न गइरहेछु। दामी दामी भयो भयो। एक किलो खाइसकेँ। भयो भयो भयो। कसरी निकाल्ने ले?
तान्ने क्या तान्न अर्को नि अट्दैन सुरपतन ल यहाँ केटाहरूले प्र्याक्टिस गर्दैछ ल खानाको लागि ल आउँदैन आएन त यो चाहिँ मिठो छ है भित्रको चाहिँ यसले चाहिँ तान्नुपर्छ सुरुप्प सरी के खाने खाँदैछ